हेलो साथीहरू, म तपाईँहरूको साथमा तपाईँहरूकै रिक्वेस्टमा लिएर आएको छु स्वादिलो मिठो र चिजी अथेन्टिक टाइपको क्लासिक इटालियन चिज पिज्जा। यो डेलिसियस चिज पिज्जा म प्यानमा बनाउन गइरहेको छु। हामीले पिज्जा सजिलैसँग रेस्टुरेन्टको स्वादमा अथेन्टिक टाइपको इटालियन पिज्जा प्यानमै बनाउन सक्छौँ। आज तपाईँहरूलाई घरमै बसेर फरक किसिमको पिज्जाहरू सिकाउन गइरहेको छु। अरू रेस्टुरेन्टहरूमा चाहिँ पाउने इटालियन पिज्जा म घरैमा बसेर सजिलो तरिकाले यो हाम्रो क्लासिक चिजी पिज्जा र मार्गरिटा प्यान पिज्जा बनाउन गइरहेको छु। ल अब हामी सुरु गरौँ है त। मैले एउटा ठुलो बाटामा एउटा पुरै होल एग राखेको छु र त्यसमा स्वाद अनुसारको नुन, ब्ल्याक पेपर, ओरिग्यानो राखेको छु र चिनी स्वाद अनुसारको राखेर मजाले व्हिस्कको सहायताले मजाले फिट्ने 1-2 मिनेटसम्म मजाले फिट्न पर्ने हुन्छ र त्यसपछि हामीले मनतातो दुध हाल्ने अनि त्यसलाई पनि एकछिन हामीले मजाले चलाउनु पर्ने हुन्छ। सबै सामग्रीहरू राखेर फिटिसकेपछि हामीले यिस्ट पनि राख्नुपर्ने हुन्छ। यो यिस्टको काम भनेको चाहिँ हाम्रो पिज्जा डोलाई फुलाउने हो। मजाले फिटिसकेपछि हामीले यसमा 2 कप जति मैदा राखेर यसलाई पनि थोरै गर्दै मोल्नुपर्ने हुन्छ। धेरै नै गिलो भएको खण्डमा हामीले थोरै मैदा राख्दै हातको सहायताले मजाले मुस्नु पर्ने हुन्छ। डोस एकदम साह्रो पनि हुनु हुँदैन। हामीले पिज्जा डोको लागि 5-10 मिनट जति मुस्दै गर्दै तेल थोरै राख्दै फेरि मुस्दै गर्नुपर्ने हुन्छ। मैले यहाँ बाटामा थोरै तेल राखेर पिज्जा डोलाई राखेको छु। पिज्जा डोलाई 2 घन्टा जति न्यानो ठाउँमा राखेर छोपिदिने। 2 घन्टा पछिको यो पिज्जा डो हेर्नुहोस् त कति मजाले फुलेको छ। यो यिस्टको काम भनेको नै डोलाई अलि डबल क्वान्टिटीमा बढाउने काम गर्छ। यति गरिसकेपछि म फेरि थोरै तेल राखेर थोरै एकछिन मसाज गरेर यो पिज्जा डोलाई अझै 1 घन्टाको लागि रेस्ट गर्छु। हामीले जाडो याममा पिज्जा बनाउँदाखेरि यिस्ट चाहिँ अलि बढी राख्नुपर्ने हुन्छ भने गर्मी महिनामा चाहिँ थोरै क्वान्टिटीमा यिस्ट राख्ने। यो यिस्टको काम भनेको चाहिँ अलि डोलाई फुलाउनै हुन्छ। पिज्जा डोको काम सकेपछि अब हामी अरू सामग्रीहरूको लागि रेडी गर्छौँ। मैले यहाँ प्याजलाई रिङ बनाएर काटेको छु र गोलभेरालाई पनि त्यस्तै गरी गोल आकारमा रिङको आकारमा काट्ने। क्याप्सिकमलाई पनि त्यस्तै गरेको छु। किसिमको पिज्जाको लागि मैले किसिमको आकारमा प्याज, गोलभेरा र क्याप्सिकमलाई काटेको छु। चिजलाई पनि श्रेडिङ गरेर रेडी गर्ने। ल साथीहरू, मेरो पिज्जाको लागि सबै सामग्रीहरू रेडी भएको छ। अब हामी पिज्जा बनाउनतिर लाग्छौँ। यहाँ पिज्जा डोको एउटा सानो डल्लालाई लिएको छु र मैदा हामीले तल माथि गर्दै सबैनिर फिजाउनु पर्ने हुन्छ र औँलाको सहायताले पिज्जा डोलाई फिजाउँदै लाने। यो पिज्जा डोमा एयर बबल हुने भएकोले थिच्दै हामीले बेलनाको सहायताले पनि यसरी फिजाउन सक्छौँ। यो चाहिँ यहाँ बेलनाको सहायताले पिज्जा डोलाई मजाले रोल गरेको छु। यो डोलाई सर्कल आकारमा फिजाउँदै लानुपर्ने हुन्छ।
हामीले यो पिज्जा डोलाई उल्टाइ पल्टाइ हामीले फिजाउनु पर्ने हुन्छ। जति हामीले पिज्जा डोलाई यसरी फिजाउँछौँ त्यति नै पिज्जा डो पातलो हुन्छ र पिज्जा बन्दाखेरि नि राम्रो खालको बन्छ। पिज्जा डोलाई हामीले यसरी गोलो आकारमा सेपमा ल्याउने। पिज्जा डो रेडी भइसकेपछि हामीले एउटा प्यान मिडियम हिटमा राखेर त्यसमाथि अघि बनाएको डोलाई हामीले यसरी मजाले फिजाउने र हामीले ढक्कन लगाएर लो फ्लेममा 5 मिनटलाई छोड्ने। ल हेर्नुहोस् त साथीहरू, पिज्जा कस्तो मजाले फुलेको। यतिसम्म भइसकेपछि अब हामीले पिज्जा डोलाई पल्टाइदिने। पिज्जा डो पल्टाइसकेपछि हामीले ग्यासलाई लो फ्लेममा राख्नुपर्ने हुन्छ र हामीले यसरी पिज्जा ससलाई मजाले दल्छौँ। पिज्जा सस पिज्जाको बोर्डर बाहिर नलगाउने र त्यसमाथि हामीले मोजरेला चिजलाई पनि यसो सबैतिर लाग्ने गरेर छर्छौँ। अनि त्यसै गरी हामी माथिबाट रिङ काटेको हामीले गोलभेरा, क्याप्सिकम, त्यसै गरी प्याजहरूलाई नि रिङ गरेर काटेकोलाई हामी मजाले फिजाउँछौँ। अनि फेरि माथिबाट मोजरेला चिज माथिबाट छर्छौँ। सबै सामग्रीहरू राखिसकेपछि हामीले ग्यासलाई लो फ्लेममा राखेर 15 मिनटको लागि छोपिदिने। यो चाहिँ यहाँ स्वादको लागि यसो थोरै ओरिग्यानो छरेको छु। र हेर्नुहोस् त साथीहरू, हाम्रो चिजी प्यान पिज्जा रेडी भएको छ। एउटै भागमा पिज्जा एउटै आकारले काट्ने। सबै पिज्जाहरूलाई एउटै आकारमा काटिसकेपछि एउटा प्लेटमा सर्भ गर्नको लागि रेडी गर्ने। ल साथीहरू हेर्नुहोस् त, स्वादिलो मिठोवाला चिजी प्यान पिज्जा रेडी भएको छ। ल हजुरहरू पनि यसरी नै बनाएर खाने होइन त। यसै गरी म फेरि अर्को पिज्जालाई नै बनाउन गइरहेको छु। मिडियम हिट प्यानमा पिज्जा डोलाई फिजाउने र 5 मिनटको लागि अघि जस्तो कभर गरेर राख्ने। माथिल्लो भागको पिज्जा डो यसरी बबल आएपछि मुनि भागको चाहिँ पिज्जा डो बेक भइसकेपछि फेरि अघि जस्तै हामीले सस लिप्ने। पिज्जा ससलाई पिज्जा डोको घेराभन्दा बाहिर नलाग्ने। ल यो अघि काटेको हामीले प्याज, गोलभेरा, क्याप्सिकमलाई पनि यसरी मजाले छर्छौँ र थोरै यसरी नै ओरिग्यानोहरू छर्ने। मोजरेला चिजलाई पनि माथिबाट यसरी ढाकिदिने। जति तपाईँ चिज राख्नुहुन्छ त्यति नै चिजी हुन्छ। ल हेर्नुहोस् त साथीहरू, हाम्रो चिजी प्यान पिज्जा रेडी भएको छ। यो चिजी प्यान पिज्जालाई पनि हामीले अब एउटा चपिङ बोर्डमा राखेर अघि जस्तै पिज्जा कटरले एउटै आकारमा सबै पिज्जाहरूलाई काट्ने। साथीहरू, हाम्रो अर्को चिज प्यान पिज्जा पनि रेडी भएको छ। प्रकारको पिज्जा रेस्टुरेन्टको स्वाद जस्तै हुन्छ। हामीले अब घरमै बसेर यसरी नै प्यान पिज्जा बनाउन सक्छौँ। ल हेर्नुहोस् त, पिज्जाको मुनितिर पनि मजाले बेक भएको छ र खाँदा र सुँघ्दाखेरि पनि एकदम स्वादिलो र मिठो पनि हुन्छ। पिज्जा मजाले बेक र चिज मेल्ट पनि भएको छ। त्यसै गरी म तपाईँलाई मार्गरिटा पिज्जा बनाउन सिकाउँछु। मार्गरिटा पिज्जा बनाउन एकदम सजिलो छ। पिज्जा ससलाई मजाले यसरी लिप्ने र त्यसमाथि हामीले चिजलाई पनि छरिदिने। मार्गरिटा पिज्जामा स्लाइस टोमेटो, पिज्जा सस अनि चिज मात्र रहन्छ। स्लाइस गरेको गोलभेरालाई पनि सबैतिर फिजाइदिने। स्लाइस टोमेटो फिजाइसकेपछि हामीले माथिबाट मोजरेला चिजलाई माथिबाट सबैतिर फिजाइदिने। मोजरेला चिज मेल्ट नभएसम्म ढक्कन लगाएर 15देखि 20 मिनटसम्म छोपिदिने। ल हेर्नुहोस् त, हाम्रो मार्गरिटा पिज्जा रेडी भएको छ।
अब यो मार्गरिटा पिज्जालाई हामीले प्लेटमा राखेर सर्भ गर्छौँ। हेर्नुहोस् त साथीहरू, हाम्रो यो मार्गरिटा चिज पुरा मजाले मेल्ट भएको छ र बेस पनि मजाले क्रन्ची भएको छ। ल त अब हामी यसलाई टेस्ट गर्ने हैन त। त्यसै गरी हामीले घरैमा बसेर सजिलो तरिकाले रेस्टुरेन्टको फ्लेभर, रेस्टुरेन्टको स्टाइल, रेस्टुरेन्टकै स्वादमा यसरी पिज्जा बनाउन सक्छौँ। ल त साथीहरू, हजुरहरू पनि घरमा यो पिज्जाको रेसिपी ट्राई गर्ने हैन त। तपाईहरूकै माया र यस्तै सपोर्टहरूको आशा राख्दै म तपाईहरू सामु नयाँ र मिठो मिठो परिकारहरूको रेसिपी ल्याउनेछु। भिडियो मन पर्यो भने साथीहरू मेरो यो हारती किचन स्टेसन च्यानललाई प्लिज लाइक, सब्सक्राइब अनि सेयर गरिदिनु होला।